गुड मर्निङ गुड मर्निङ। आज हामी कहाँ आएको रे? मामा घर मामा घर। ओ यो मान्छेको मामा घर आएको। यो मान्छेको ठुलो मामाको घर यो। यो मान्छे रान्नु यो मान्छे रान्न कस्तो रहेछ नहेरिने। हाम्रो ठुलो दिदी ऊ त्यहाँ हिँड्नु भएको छ। खेत के अरे बारी चढ्न हिँड्नु भएको छ दिदी चाहिँ। म चाहिँ यहाँ छु। यो मामाको के अरे हाम्रो ठुलो मामाको घर। अनि यहाँ चाहिँ कान्छा भान्जा है के अरे माइली बहिनीको कान्छा छोरा नङकोट्याउँदैछ गाउँ। हेलो घाम चाहिँ कहाँ छ माथि छ तर बादल के अरे तुसारो लाएर केही नै देखेको छैन। मलाई बाउले भन्छ ओए उता घाम हेर्नुहोस् ल गाइस त माथि माथि घाम कता घाम हो देख्दैन। हामी पुग्ने ठाउँ त माथि छ घर। हामी चाहिँ यहाँ तल आएर बसेछ। बेलौती बारी बेलौती बारी सुन्तला बारी सबै रहेछ। गाउँमा आएपछि त जम्मै देखिन्छ। त्यही भएर गाउँमै बस्नुपर्छ फ्रेस हावा खानलाई। रमाइलो ठाउँ त कस्तो राम्रो त यहीँ रहेछ नि। राम्रो यहाँ छ कि तल भन्दाखेरि तल के अरे स्याङसिङ तल छ्यामाकोतिर त्यो पूजा गर्ने ठाउँतिर क्या चाङसिङ होइन चाङसिङ भन्दा त यो ठाउँ राम्रो। चाङसिङ त हुन त चाङसिङ त अनकन्ट्रोल छ। यो त एकदमै जेसुकै भन्नुहोस् होइन। अनि ठुलामा घर पनि मिलेको छ नि होइन। लामा पनि बारीहरू सबै त्यस्तै खालको छ नि। हाम्रो दिदी मामाहरूको बारी माया। आज त श्यामहरू जम्मै लगभग आउनुभएको छ।